हाम्रा प्यारा भाइ यस युवा क्लब आकाश भैरव युवा क्लबका अध्यक्षज्यूको टिममा रहनु भएको मिठु भाइले पाएको छु। आजको यस धुली खेल प्रथम धुली खेल कृषि सांस्कृतिक प्रबन्धन तथा व्यापार महोत्सवमा पाल्नु हुने हाम्रो निम्थुनलाई स्वीकारेर पाल्नु हुने प्रमुख अतिथि यस धुलखेल नगरपालिकाका मेयर साहब त्यस्तै गरिकन उपमेयर यस आयोजकमा रहनु भएको हामीलाई शपथी निकै दिनुभएको आकाश भैरव युवा क्लबका अग्रज भाइ बहिनीहरू त्यस्तै गरिकन यहाँ प्रहरी प्रशासन मीडियाकर्मी विभिन्न सङ्घ संस्थाबाट पाल्नु हुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो व्यवस्थापक तर्फबाट एकदम हार्दिक स्वागत गर्न चाहन्छु। त्यस्तै गरिकन हामीले विभिन्न ठाउँहरूमा बेला महोत्सव खोल्दै आउँदा आज धुलखेल महोत्सवमा पुगेको छु। धुलखेल ऐतिहासिक सहरमा यो पर्यटक नगरीमा आएका छौँ र यहाँ निकै शपथी भएको महसुस भएको छ। निकै महसुस मात्रै होइन, हर्ष उल्लासका साथ पत्रकार सम्मेलन गरेदेखि नै योभन्दा पहिले हामी छलफलमा एकदमै यो थलोलाई पक्कै पनि एकदम उत्साह उमङ्ग दिने हाम्रो यस थलोका सम्पूर्ण आमा बुवा दाजुभाइ काका काकी मामा माइजू सम्पूर्णलाई हाम्रो व्यवस्थापक तर्फबाट धन्यवाद दिन चाहन्छु। हामीले यो ऐतिहासिक सहरमा बाजा गाजा लगायत सम्पूर्ण यो ऐतिहासिक हाम्रो मौलिक बाजाहरूलाई स्थापित गरिरहनु भएको यो ऐतिहासिक सहरलाई हाम्रो यो टिम सम्पूर्ण व्यवस्थापकको टिमको तर्फबाट निकै हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र हामीले स्थानीय कलाकार कुना कन्दर्पमा लुकेका प्रतिभाहरूलाई पहिचान गराउनको लागि यस थलोमा मेला महोत्सव खोलेका छौँ। हजुरहरूमा कला छ भने पक्कै पनि आउनु होला भन्न चाहन्छु भन्दै म छोटो है भन्दै बिदा हुन चाहन्छु। नमस्कार, जय लोकभोरी, जय सङ्गीत भन्न चाहन्छु।